दर्शकबिन अहिले हामी झापा 5 मा समीर तामाङले श्रम संस्कृति माटोको घर दैलो गरिराख्नु भएको छ र उहाँले यो बाँडिराख्नु भएको छ। यो चाहिँ भोटको चिनल हो, माटो चिनल। अब के झापा 5 मा उहाँको कतिको क्रेज छ भनेर तपाईँले बुझिसक्नु भएको छ। उहाँ घर दैलो गर्दै हुनुहुन्छ। नमस्ते। ल ल आमा, भोट यसपालि केमा आमा भनिदिनु। अब केमा दिनुपर्छ त्यही बेला दिइहालिन्छ। अहिले भन्नु थाल्यो भने त कहाँ हुन्छ। हजुरहरूले एकचोटि मौका दिनु पर्यो। हामी नेता बन्दैनौँ, सेवक बन्छौँ। नेता जितिरह्यो, जनता हारिरह्यो। अब यसको अन्त पहिला पनि त्यसै भन्थ्यो। हो, अब यसपालि हामी त्यस्तो भन्दैनौँ। नभने पनि म गरिहाल्छु नि। यहाँ हुनुहुन्छ नि कि अरूमा हानुहुन्छ? यो त माटो भन्छन्, खोइ केमा हानुहुने हो? बाटो त मलाई मनपर्छ, उसको गएर हेरेको छु कि धरानमा धेरै मनपर्छ, निमित्त छ। है तपाईँहरू पनि निमित्त गर्नुहुन्छ। उसले त खुब निमित्त गर्छ। मेहनत गर्छ। होइन, हर्का साम्पाङको नै हो उहाँ। सबै उहाँ हर्का साम्पाङै भन्दा नि हुन्छ। निमित्त छ। श्रम संस्कृति पार्टी उहाँ। ल, घर दैलो कार्यक्रम हाम्रो समीर सर एकदम हतारमा हुनुहुन्छ, किनभने यहाँ नमस्ते। एकदम ल समीर सर ल यसपटक है हजुरहरूले ल एकदम सेवक समय बन्छौँ। कम छ। तपाईँको घरमा आयौँ अहिले होइन, के गर्दै आयौँ? हात जोड्दै आयौँ, भोट माग्दै आयौँ। अब तपाईँको अगाडि हामीहरू भोट माग्ने भिखारी भनौँ न होइन, तपाईँभन्दा ठुलो हो त? ठुलो हुन्छ त? हुँदैन नि होइन। तर नेपालमा त्यस्तै भयो। हेर्नुहोस्, नेता जहिले पनि ठुलो हुने, ठुला ठाला मान्नुपर्ने, उसलाई जनताको घरमा आएर भोट माग्ने, ऊ ठुलो भइदिने। त्यही भएर हजुरहरूले एकचोटि चाहिँ नेताको परिभाषा चेन्ज गर्नको लागि होइन, हामी जस्तो भुइँ मान्छे हर्का साम्पाङ सुन्नु भएको छ होला नि होइन, हो कस्तो लाग्छ उहाँ? काम गर्ने मान्छे लाग्छ कि लाग्दैन? राम्रो छ नि। हो यस्तै हो हामी सबै काम गर्ने है। त्यस कारणले गर्दाखेरि यहाँ हाम्रो मिका दुलालजी हुनुहुन्छ है, समानुपातिक, म प्रत्यक्ष। भोट यसपालि माटोमा। ल ल केमा रे भोट? माटोमा। भोट केमा? माटोमा। ल